Dausire, Dausire, Dausire. प्रकृतिका कोटि कोटि सम्पदाको आचरा मेहरुका लागतानि ज्ञान भूमि शान्ति भूमि तारका हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छ विशाला आगामी राष्ट्र हाम्रो जय जय नेपाल।
म यहाँहरू सम्पूर्णलाई बलिहाङ तथा शुभ दीपावली 2025 को मङ्गलमय हार्दिक मङ्गलमय शुभकामना सहित म कार्यक्रम सञ्चालिका सृजना बाहिङ र युक्रा न्युयोर्क च्याप्टरको तर्फबाट हार्दिक सेवा नमस्कार र स्वागत गर्न चाहन्छु। नेपालको मौलिक सांस्कृतिक पर्वहरूमा सबैभन्दा रङ्गी र रमाइलो मानिने तिहार एउटा यस्तो पर्व हो जसले सम्मान, मित्रता, दाजुभाइ दिदीबहिनी प्रतिको प्रेम र प्रकृति प्रतिको कृतज्ञतालाई समेटेको हुन्छ। काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा अनि भाइ टीका 5 दिनसम्म चल्ने यो उत्सवले नेपाली संस्कार, सभ्यता र सहिष्णुताको परिचय दिएको हुन्छ। यही परम्परा र मूल्यलाई अझ सजीव राख्ने उद्देश्यले आज हामी युक्रा न्युयोर्क च्याप्टरले आज यस कार्यक्रमको आयोजना गरेको छौँ। आफ्नो कार्य व्यस्तता बावजुद हाम्रो निमन्त्रणलाई सहर्ष स्वीकार गरेर पाल्नु भएको प्रमुख अतिथि, विशेष अतिथि दाजुभाइ तथा दिदीबहिनी लगायत यहाँहरू सम्पूर्णलाई कार्यक्रममा पुनः एकचोटि स्वागत गर्दै म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र आशा गर्दछु आजको कार्यक्रमले तपाईँ हामी सबैमा सांस्कृतिक गर्व, सामाजिक सद्भाव र पारिवारिक मायाको उत्साह अझ थप्नेछ र अब म कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु र आज यहाँ पाल्ने विभिन्न संस्थाका प्रतिनिधिज्यूहरू र कलाकार ज्यूहरू, हाम्रो गोविन्द दादा कलाकार डान्स सेन्टर यहीँ छ उहाँको र यहाँ आउनुहुने पाहुना दाजुभाइ तथा दिदीबहिनीहरूमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरे। सो हाम्रो उद्देश्य भनेको हाम्रो सांस्कृतिक कला र भाषा कल्चर जोगाउनु हो आजको उद्देश्य भनेको। सो त्यसर्थ मैले एउटा के कुरा भन्न चाहे भने अहिले धेरै नेपालमा चाहिँ डग्सहरूलाई चाहिँ कुकुरहरूलाई चाहिँ धेरै हेला गरिन्छन्, पिट्छन् है। त कसैले तातो पानी खनाइदिन्छन् भने कसैले अलकत्र पनि हालिदिएका छन्, कसैले मारिरहेका छन्। त्यो कुकुरहरू चाहिँ हामीहरूको फ्यामिली रहेछन् कि हामीहरूसँग बस्ने दाजु भाइ, भाइटिका, गाई गोरु, काग, कुकुर तिहार, भाइ तिहार भन्दा चाहिँ उनीहरू चाहिँ हामीसँग, कुकुर चाहिँ हामीसँग बस्ने जन्तु रहेछन्। मैले सरसर्ती हेर्दाखेरि अमेरिकाले चाहिँ बुकमा जे भनेको छ, जसरी दे फलो द रुल दे स्टे इन द सिस्टम्स, होइन, सिस्टममा बस्नु भएको रहेछ। उहाँले डगहरूलाई घरमा राखेर आफूसँगै राख्दो रहेछन् होइन। तर नेपालमा चाहिँ टोटल अपोजिट रहेछ क्या। डगहरूलाई चाहिँ हेला गर्ने, खान नदिने, पूजा चाहिँ गर्ने, बाटोबाट सडकबाट कुकुरलाई पूजा गर्ने, खोजी ल्याएर पूजा गर्ने। तर उहाँहरूले चाहिँ त्यही खाना के त्यो जुन तपाईँहरूले मन्दिरमा लगेर त्यो शिवको मन्दिरमा त्यो दुध चढाउनु सट्टा बरु शिवलाई बरु हामी पनि पढे आएको बरु दुध चढाउनु सट्टा चाहिँ तपाईँले त्यो कुकुरलाई चाहिँ त्यो खाना दिनुभयो भने त्यो कुकुरले तपाईँहरूलाई आशीर्वाद दिन्छ। द्याट्स अ ब्लेस्ड होइन। त्यो त्यहाँ खेरो नखानु भन्ने, किनभने सडकमा बस्यो कुकुरहरू त बिचरा उसलाई कसले खानुहुन्छ, उनीहरूलाई हामीसँग बसेर बस्ने चिज रहेछ, जन्तु रहेछ, हाम्रो फ्यामिली रहेछन् उहाँहरू। सो प्लिज डु सेभ टु डग, स्ट्रिट डगहरूलाई सेभ गर्नुहोस्, क्याटलाई सेभ गर्नुहोस्, सबैलाई सेभ गर्नुहोस्। मेरो यता अमेरिकाबाट सन्देश टु नेपाली मान्छेहरूलाई नेपालमा अनि पिस एन्ड रेस्ट भन्न चाहे जेन्जिजहरूलाई थ्याङ्क यू सो भेरी मच। अनि अब अभ्यास छ, हामीसँग एक्सपिरियन्स छ, हामीसँग चाहिँ धेरै खालको हाम्रो क्षमताहरू छन्। तथापि पनि अहिले 21औं शताब्दीमा आइपुग्दाखेरि जेनजीहरूलाई हामीले भेट्न सक्दैनौँ। अहिले म मोबाइलभित्रका अब आइफोन 16, 14, 15, 16हरू चलाउँदाखेरि, आइप्याडहरू चलाउँदाखेरि, एप्पलको चाहिँ म्याकबुकहरू चलाउँदाखेरि त्यो भित्रको सिस्टमहरू चलाउनलाई म मेरो छोरीसँग सिक्छु। म उसको बुवा हो, मैले हुर्काएँ, बढाएँ। तर अहिले म उसँग सिकिराखेको छु। उसलाई मैले हातमा समाएर ताते भन्दै हिँडडुल गर्न सिकाएँ, बोल्न सिकाएँ। तर अहिलेको सिस्टम आइटी क्षेत्रमा अहिलेको यो 21औं शताब्दीमा आइपुग्दाखेरिको विकास भएको प्रविधि म मेरो छोरीसँग सिकिराखेको छु। त्यसकारण हामी जेनजीहरूको बुवा आमा बाजे बज्यूसँग एक खालको हामीसँग क्षमता छ, हामीसँग चाहिँ अनुभव छ, हामीसँग धेरै खालको चाहिँ एक्सपिरियन्सहरू छ, प्रकृतिले बुझ्ने हामीसँग चाहिँ एक्सपिरियन्स छ, हामीसँग विवेक छ, त्यो हामीसँग छ। तर अहिले हामीले प्रकृतिले मात्रै बुझेर पनि 21औं शताब्दीको संसार नचल्ने भइसकेको अवस्था छ। त्यसकारण जेनजीलाई हामीले सम्मान गर्नुपर्छ र जेनजीहरूलाई हामीले पछ्याउनुपर्छ। तर जेनजीहरूलाई चाहिँ जेनजी उमेरमा जेनजीले हामीले सही बाटोमा हिँडाउने काम पनि अभिभावक हो। त्यसकारण जेनजीहरूलाई अहिलेको प्रविधिलाई सकारात्मक हिसाबले
चाहिँ प्रयोग गर्नको लागि र त्यसलाई त्यो अहिलेको प्रविधिलाई चाहिँ सकारात्मक हिसाबले प्रयोग गरेर समाजलाई अगाडि डोर्याउने, देशलाई अगाडि डोर्याउने, यो विश्वलाई अगाडि डोर्याउने प्रक्रियामा चाहिँ फेरि त्यो सकारात्मक दिशामा अगाडि बढाउने काम पनि हामी अघि भएको नै हो। त्यसकारण त्यसमा पनि हामीले गम्भीर हुनुपर्छ भन्ने मलाई लाग्छ। अब यसपछि हामीले यो तिहार मनाइरहँदाखेरि, दसैँ मनाइरहँदाखेरि अघि हाम्रो जनजाति महासङ्घको अध्यक्ष हाम्रो तोरणज्यूले चाहिँ यो बलिहाङको कुरा गर्नुभयो। हामीले धेरै देशमा चाडबाडहरू हेर्नुभयो, संस्कार संस्कृति हेर्नुभयो भने त्यो भूमिको आदिवासी जनजातिहरूको चाहिँ यो यस्ता चाडबाड संस्कार संस्कृतिहरूको चाहिँ प्रकृतिसँग एट्याचमेन्ट भएको कुराहरू चाहिँ यस्ता संस्कार संस्कृतिहरूमा चाहिँ झल्किन्छ। हामी सानोमा स्कुल पढ्दाखेरि चाहिँ स्कुलबाट भागेर चाहिँ देउसी खेल्न जान्थ्यौँ ताकि 2-4 रुपियाँ पकेट मनी होस् भनेर स्कुल बन्द गरेर चाहिँ हामी चाहिँ देउसी खेल्न जान्थ्यौँ। सानो सानो थियौँ, हामी त्यतिकै आएको होइन, बलि राजाले पठाएको भनेर हामीले भट्ट्याउँथ्यौँ, अरूले भट्ट्याएको सुनेर। तर यो बलि राजा, बलिहाङ राजा भन्छ, बलिहाङ भनिसकेपछि त्यसमा राजा थपिराख्नु पर्दैन। बलिहाङ भनेको नै चाहिँ किराँती शब्दमा त्यो आफैमा राजा हो, बलिहाङ। त्यसकारण यो किराँत सभ्यतासँग, किराँती समुदायसँग जोडिएको कुरा बलिहाङ भनेको त हाङ आफैमा राजा हो। पहिलाका हाम्रा किराँतीहरूको सन्तानहरूको चाहिँ नाम हेर्ने हो भने पछाडि हाङ झुन्डेकै हुन्छ होइन। हाम्रोतिर लिम्बू भन्छ, लिम्बू बहुलता भएको क्षेत्रमा चाहिँ जन्मेर हुर्केर आएको हुनाले एउटा लिम्बू भन्छ, त्यसमाथि सुब्बा भन्छ। सुब्बाहरूको छोराहरूको नामको पछाडि हाङ जोडिएको हुन्छ क्या होइन। त्यसकारण यो किराँत हरेक क्षेत्रमा भूगोलमा बसोबास गर्ने ती समुदायहरूको चाहिँ चाडपर्व संस्कार संस्कृतिहरूमा चाहिँ त्यो प्रकृतिसँग, त्यो भूगोलसँग, त्यो सभ्यतासँग जोडिएको कुराहरू चाहिँ यसमा आइराखेको हुन्छ होइन। त्यसकारणले मलाई लाग्छ आज हामी सबै यहाँ उपस्थित हुनुभएका र आज यहाँ उपस्थित नभएका नेपाल प्रदेशभन्दा, देशभन्दा बाहिर रहेका र काठमाडौँभित्र रहेका, आफ्नो थालो जन्मस्थल भन्दा बाहिर काठमाडौँ सहरमा रहेका र अन्य विदेशमा रहेका सम्पूर्ण नेपालीहरू हामी अहिले आफ्नो जन्मस्थल थालो, जन्मेको थालोमा हामी पुगिसकेका छौँ। मानस पठाएर हाम्रो हाम्रो मानस चौसहरू चाहिँ त्यहाँ पुगिसकेको छौँ। मनहरू चाहिँ शारीरिक रूपले, भौतिक हिसाबले हामी यहाँ भए पनि यो विशेष चाडपर्वहरूमा यस्तो समयहरूमा चाहिँ हाम्रो मन मस्तिष्कहरू चाहिँ हाम्रो आफ्नो थालो पुगिसकेका हुन्छ। हामी त्यहाँ डाँडा पाखाहरू सम्झिन्छौँ, त्यहाँका वन जङ्गल सम्झिन्छौँ, खोला नालाहरू सम्झिन्छौँ, छर छिमेक सम्झिन्छौँ। आफ्नो घर परिवारभित्रका दाजुभाइ दिदीबहिनी बाउ आमा त सम्झिने कुरा भइ नै हाल्यो, छुट्याउनै नसकिने कुरा। योभन्दा बाहिर गएर पनि वल्लो घर सम्झिन्छौँ, पल्लो घर सम्झिन्छौँ, प्रकृति स्रोत साधनहरू सम्झिन्छौँ, सम्पूर्ण ती प्रकृतिहरू सम्झन्छौँ र हामी यति बेला एकचोटि हाम्रो मानसपटल चाहिँ आफ्नो थालमा पुगेका हुन्छौँ। त्यस कारणले गर्दा पनि हामी संसारको सबैभन्दा व्यस्त सहर न्युयोर्क जस्तो सहर, अमेरिकाको न्युयोर्क जस्तो सहर सबैभन्दा बढी जनघनत्व र सबैभन्दा धेरै चाहिँ व्यस्त भएको सहरमा बसेर पनि तपाईँ हामीले आफ्नो घरमा संस्कार संस्कृति जोगाउनको लागि पनि सबै त्यो यति व्यस्तको बावजुद पनि हामीले समय मिलाएर यो सङ्गठन गठन गरेका छौँ। त्यो सङ्गठनमा हामी क्रियाशील भइराखेका छौँ। विभिन्न क्षेत्रबाट विभिन्न तरिकाले हामी चाहिँ सङ्गठित भइराखेका छौँ। आफ्नो क्षेत्रबाट सकिने, आफैले व्यक्तिगत हिसाबले सकिने हाम्रो क्षमताले भ्याएसम्मका हामीले विभिन्न कोणबाट हामीले योगदानहरू गरिराखेका छौँ। त्यसै कारणले त हामी यो सङ्गठनलाई मजबुत बनाउँदै हरेक वर्ष हामी थप मजबुत गर्दै र क्रियाशील गर्दै र नयाँ आएका साथीहरूलाई, समुदायका मान्छेहरूले यही भित्र गोलबन्द गर्दै चाहिँ हामी अझ मजबुत गरेर अगाडि जाने क्रम जारी छ र आउने दिनहरूमा अझ मजबुत तरिकाले हामी अगाडि बढ्न सकौँ। फेरि पनि हामीले बलिहाङ राजाले सुरुवात गरेका यस्ता संस्कार संस्कृतिहरू हाम्रो नेपालमा चाहिँ भूगोलै पछि, समुदाय नै पछि विभिन्न खालका हाम्रा चाडबाडहरू छन्। काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्रै हामीले चाडबाडहरू हेर्ने हो भने हप्तै पछि उहाँहरूको चाहिँ एउटा न एउटा चाड परिराखेको हुन्छ, एउटा न एउटा मुख्य पूजाहरू गरिराखेका हुन्छन्। हामी संस्कार संस्कृतिमा नेपालका हामी सम्पूर्ण समुदायहरू यति धनी छौँ, आफ्नो क्षेत्रमा हामीले मनाइ नै राखेका छौँ, संरक्षण गरि नै राखेका छौँ, पुस्तान्तरण पनि गर्दै नै आइराखेका छौँ।
तर जनजाति आन्दोलनले एउटा मुख्य माग राखेको छ के हो त भन्दाखेरि हरेक चाडबाड संस्कार संस्कृतिहरूमा चाहिँ राज्यले हेर्ने दृष्टिकोण चाहिँ एउटै हुनु पर्यो। साँझमा उपस्थित हुनुभएका सम्पूर्णमा ह्याप्पी तिहार भन्न चाहे। अनि यस युनाइटेड किराँत अर्गनाइजेसन यो फिप्नाका सङ्घीय परिषदका सदस्य संस्था पनि हो र आजको यस कार्यक्रमको सभापति हाम्रो अरुण भाइ अध्यक्ष र प्रमुख अतिथि हाम्रो फिप्नाका सल्लाहकारज्यू पनि हुनुहुन्छ। उहाँ एकदम पहिलादेखि सोसियल एक्टिभिस्ट समाजप्रति रूपान्तरको निमित्त आफूले लामो समयदेखि मैले थाहा पाएदेखिको धेरै लामो समय चाहिँ उहाँको योगदान छ यो चाहिँ समाज रूपान्तर गर्नुको निमित्त उहाँ चाहिँ प्रमुख अतिथि हुनुभएको छ र यसै गरी विभिन्न सङ्घ संस्थाबाट पाल्नु भएको छ र दाजुभाइ तथा दिदीबहिनीहरूमा सबैमा फिप्नाको आदिवासी जनजाति महासङ्घको तर्फबाट ह्याप्पी तिहार भन्न चाहे। र यसै सिलसिलामा अलिकति दुई शब्द अरू पनि थपौँ किन अब चान्स पाइरहेछ होइन। अनि सानो हुँदादेखिको अहिलेसम्म चाहिँ त्यति बेला चाहिँ बलिराजाले पठाएको हो देउसी खेल्नको लागि भनेर पहिल्यैदेखि भट्टाइरहेको हो। समय सँगसँगै आउँदै गर्दा त्यो बढ्दै जाँदाखेरि चाहिँ बलिराजा को रहेछ भनेर चाहिँ थाहा पाउँदै गयो। यो लामो समयको किराँत कालमा बलिराजा एकदमै सम्पन्न त्यति बेला जनतालाई एकदम सुखी राख्न सक्ने त्यो क्षमता भएको त्यति बेला सुशासनको राम्रो व्यवस्था गर्न सक्ने एउटा राजा त्यति बेला बलिराजा मात्रै भन्थे तर खास चाहिँ बलिहाङ रहेछ होइन। त्यो आएको हुनाले उहाँको त्यो बेलादेखिको जुन एउटा प्रथा छ नेपालको तिहार मनाउने यसमा जोडिएको छ। त्यस बेला चाहिँ हामीले त्यो एउटा समय पनि उभौलीको समय पर्छ त्यति बेला मिठो नमिठो सबै के त एक प्रकारको समय छोटो छैन एक प्रकारको हुन्छ नि सबै जाडो चाहिँ कटाएर यो एक प्रकारको चाहिँ फेस्टिभलमा राम्रा चाहिँ एउटा पौष्टिक आहार खाने चाडको रूपमा पनि हेरिँदो रहेछ। त्यो भएर यसको ठुलो महत्त्व पनि छ र साथसाथै के त जनावरहरूदेखि लिएर सबैलाई पूजा पनि गरेर नितान्त आफ्नो दाजु र दाजुबहिनी र दाजुभाइ र दिदीबहिनीको एउटा राम्रो एउटा चाहिँ एउटा हुन्छ नि एउटा प्रेम सम्बन्ध आफ्नो दाजुले आफ्नो दिदीबहिनीले दाजुलाई गर्ने र दाजुले दिदीबहिनीलाई गर्ने एउटा पारिवारिक सम्बन्धलाई एउटा घनिष्ठता बनाउनको निमित्त पनि यो चाडको ठुलो महत्त्व रहेको पाइन्छ। र त्यो सँगसँगै एउटा कथा पनि जोडिएको छ यसमा चाहिँ के कथा जोडिएको छ भने बलिराजालाई चाहिँ यो कथा अब स्टुडेन्टल धेरै लामो कथाहरू चल्थे त्यति बेला कालले चाहिँ एकचोटि चाहिँ बलिराजालाई लानको लागि आइरहेको रहेछ। आउने बेलामा चाहिँ त्यति बेला चाहिँ काल र राजा बिचको प्रत्यक्ष संवाद हुने बेला रहेछ भन्नु यो कथा त हो हुनु चाहिँ। अनि कालले चाहिँ ठ्याक्क राजालाई चाहिँ फोन गरेर के अरे फोन सम्पर्क गरेर हामी चाहिँ तपाईँलाई चाहिँ उठाउन लाँदैछौँ भन्ने खालको त्यो किसिमको सूचनाहरू दिइरहेको बेलामा राजा चाहिँ साह्रै नै दुखी भएर छटपटाट भयो एकदमै दुखी भएर बसिरहँदाखेरि चाहिँ त्यहाँको जनताहरूले देखेर राजा किन झन् एकदमै दुखी छन् भनेर चाहिँ सोधपुछ गरेर थाहा पाउँदाखेरि चाहिँ मलाई अब धेरै बाँध्ने मेरो उद्देश्य छैन टाइम छैन मलाई चाहिँ कालले चाहिँ बोलाइसकेको छ त्यो हुनाले म धेरै बाँच्दिनँ होला मलाई चाहिँ कालले चाँडै लिन आउँदैछ। जनताको एकदम लोकप्रिय राजा भएको हुनाले के गर्दा फेरि तपाईँलाई बचाउन सकिन्छ त भनेर सोद्धाखेरि चाहिँ हामीले गाउँ डल्लैले काल चाहिँ राति आउने राति आउँदा चाहिँ उज्यालो बनाउनु पर्छ जसले चाहिँ डाइरेक्ट कालसँग भेटेर संवाद गर्न सकोस् कि हाम्रो राजालाई चाहिँ लानबाट रोक्न सकोस्। त्यो किसिमको कुराहरू भइसकेपछि चाहिँ अनि त्यो दिन के गर्ने त भनेर चाहिँ औँसीको रात थियो त्यति बेला कसरी उज्यालो बनाउने घर घरमा सबैले त्यो त्यति बेलाको बाँसको टुक्रामा बालेर सबै घरमा उज्यालो बनाएर कालसँग संवाद गरेर
हाम्रो राजालाई चाहिँ लान पाइँदैन। हामी यो लोकप्रिय राजालाई हामी आफ्नै जनतासँग राख्न चाहन्छौँ भनेर राजाले त्यो दिनमा चाहिँ जनताहरू सबै उठेर काललाई चाहिँ त्यो एकदम वार्तालाप गराएर बुझाएर पठाएर राजा बचाएको दिन चाहिँ भएकोले यसलाई त्यो यसरी पनि हेरिँदो रहेछ। त्यो हुनाले यो यसको नेपाली समाजमा ठुलो चाहिँ एउटा सांस्कृतिक महत्त्व बोकेको छ र आज नेपालमा मात्रै नभइकन विश्वव्यापी रूपमा तिहार खासै दीपावली भनेर इन्डियन समुदायले भन्छ, तर हामी चाहिँ हाम्रो ठेट वर्ड चाहिँ तिहार नै हो। तिहार भन्ने चाहिँ ती चाहिँ यतापट्टिको र हार भन्ने चाहिँ उतापट्टिको दुईवटा शब्द मिलेर तिहार बनेको छ। त्यो हुनाले तिहार शब्दले नै हामी प्रमुखता साथ यसलाई उच्चारण गरौँ भन्दै सबैजनालाई झन् आजको यो साँझमा फेरि दोहोऱ्याएर फिप्नाको तर्फबाट आदिवासी जनजाति महासङ्घ र मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना साथै ह्याप्पी तिहार भन्न चाहन्छु। मेरो यहाँहरू सबैलाई नमस्कार र ह्याप्पी दीपावली म भन्न चाहेँ। र यस युनाइटेड किरात राई अर्गनाइजेसनले यति राम्रो प्लेटफर्म बनाएर आज तपाईँ हामी सबैलाई यो नेपालको जुन तिहार पर्व एउटा वान अफ द बेस्ट पर्वमा आउँछ, त्यो पर्वलाई यहीँ हामी जहाँ काम गर्ने थलो हो अमेरिका त्यहाँ पनि स्पेसल मनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यसमा स्पेसल थ्याङ्क्स चाहिँ अब हाम्रो केशवराम राई सरलाई दिनै पर्छ। एक जोरदार ताली पनि जाओस् उहाँको लागि। र अनि अफकोर्स हाम्रो अर्गनाइजेसनको अध्यक्षज्यू हाम्रो अरुण राईज्यूलाई पनि जोरदार ताली जाओस्। कुनै पनि अर्गनाइजेसनमा कुनै पनि इभेन्ट गर्दा म आफूले नै भोगेको कुरा हो, धेरै हार्डवर्क छ। अहिले जुन हाम्रो आर्टिस्ट एसोसिएसनको अध्यक्षज्यूले गरिरहनु भएको छ, देउसी भैलो सुन्नलाई तपाईँ हामीलाई 2 मिनट जान त कति टाइम अप्ठ्यारो हुन्छ भने अब सोच्नु होला त्यो होल थिङ म्यानेज गरेर मेक इट ह्यापन भन्ने त्यो पोइन्टसम्म पुग्नलाई कति गाह्रो हुन्छ। तर जसले नेपाल र नेपाली संस्कृतिलाई माया गर्छ, सङ्गीतलाई माया गर्छ, मान्नुहोस् त्यो एउटा ब्रेक थ्रु हुन्छ। दे विल मेक इट ह्यापन। That's why she is go-getter girl. She knows what to do the next. She always get it done in a right way, in a right time. So let's give the big hands for her too. आज युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा गरिएको यो देउसी भैलो कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, फिप्नाका अध्यक्ष तोरण गुरुङज्यू र यहाँ उपस्थित अतिथिज्यूहरू र पत्रकारज्यूहरू अनि यहाँ उपस्थित सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट र फिप्नाको तर्फबाट यो आजको कार्यक्रमको यो तिहारको कार्यक्रमको हार्दिक शुभकामना। सञ्चालकज्यू, आज हाम्रो केशव दाइले बिहान फोन गर्नुभएको थियो मलाई, अनि यहाँ देउसी भैलो कार्यक्रम हुँदै आयो, जसरी पनि आउनु पऱ्यो भन्नुभयो। अनि म त खास थाहा पनि थिएन। ल जस आज यहाँले अब राख्नुभएको यस्तो राम्रो कार्यक्रममा मलाई पनि 2 शब्द बोल्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र म धेरै बोलेर समय खेर पनि छैन, किनभने अब सबैजनालाई 2082 ह्याप्पी तिहार भन्न चाहन्छु है। ल यति भन्दै मेरो 2 शब्द यहाँ अन्त गर्न चाहन्छु। धन्यवाद। आजको यस तिहार बलिहाङचा देउसी भैलो प्रोग्रामका सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशेष अतिथिज्यूहरू र सम्पूर्ण सङ्घ संस्थाबाट पाल्नुभएका सबैजनालाई हार्दिक सेवा राख्छु, नमस्कार भन्न चाहन्छु। विशेष गरी आज यो रमाइलो रमझम कार्यक्रममा चाहिँ धेरै भाषण गरेर समय लिइरहन चाहिँ म चाहन्न।
सर्टकटमा तपाईँले शुभकामना दिन चाहन्छु किनभने हामीलाई सानैदेखि मनाउँदै आएको आफ्नो देशमा चाडबाडहरू तिहार दसैँ सम्पूर्ण कुराहरू हाम्रो एउटा मेजर नै हुन्। त्यसैले हामी यो माहौलमा चाहिँ परदेशको ठाउँमा पनि यसरी जमघट भएर माग्न पाउनु हामी एउटा सौभाग्य ठान्दछौँ र हामी हाम्रो निमन्त्रणलाई स्वीकारेर सम्पूर्ण पालिदिनु भएकोमा पनि हजुरहरूप्रति धेरै धेरै धन्यवाद। र एउटा छोटो लाइनमा म यहाँनिर तपाईँलाई चाहिँ शुभकामना बाँड्न चाहन्छु। टुटेका छन् भने सम्बन्धहरू सियो धागो झै उनियोस्, दुखेका छन् भने मनहरू गौतम बुद्ध झै शान्त बनी माफी गरियोस्, किनकि दुखेको मन टाल्ने उखति नै माफी दिनु हो र माफी लिनु हो। चलेका छन् भने ग्रह र दशाहरू कति जाहुन् बुढी बताससँगै, जीवनमाथि परिआएको छन् भने कष्टहरू यही दीपावलीको दानसँगै, सबै कति जाहुन्। यही छ मेरो 2025 दीपावली बहियाङ्जाको हार्दिक हार्दिक शुभकामना उहाँहरूलाई। थ्याङ्क यू। बहिनी हाम्रो मुख्य यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अग्रज दाजुभाइ तथा दिदीबहिनीहरू तथा उपस्थित आमा बुबा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा सेवा नमस्कार। हाम्रो निमन्त्रणालाई स्वीकारेर युक्रा च्याप्टरद्वारा आयोजित दीपावलीको हाम्रो निमन्त्रणालाई स्वीकारेर युक्राले च्याप्टरद्वारा दीपावलीको अवसरमा आयोजित यस देउसी भैलो कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। दीपावली चाड सद्भाव र स्नेहको पर्व हो। काग, कुकुर, गाई, गोरुदेखि दाजुभाइ सम्मलाई सम्मानपूर्वक पूजा गरिने यो चाडले हामीलाई एकता, सहयोग र सहकार्यको सन्देश दिन्छ। रङ, फलफुल, उज्यालो र उत्साहको यस चाडका उपलक्ष्यमा यहाँहरूलाई महालक्ष्मी माताको कृपाले धन धान्य, सुख, शान्ति र समृद्धि प्राप्त होस् र हाम्रो प्यारो मातृभूमि नेपालमा दिगो शान्ति र स्थिरता कायम होस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु भन्दै यो औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्दै अब गइरहेको रमाइलो देउसी कार्यक्रममा उत्साहपूर्वक सहभागिताको लागि सबैमा अनुरोध गर्दछु। धन्यवाद। उहाँले चाहिँ उसमा मिस नर्थ अमेरिकामा रनर अप गर्नुभएको छ। सी वाज इन अ टेन्ट, सी इज अ मल्टी ट्यालेन्ट एन्ड सी इज सो ब्युटिफुल। टुडे इज हर बर्थडे, सो लेट्स सेलिब्रेट हर बर्थडे। Happy birthday dear Nabila, happy birthday to you. Thank you so much. Welcome to USA. पालैले नाम भन्नु खै मेरो त ओके अयो वेलकम वाला सबै यहाँ आउनुहोस् त। Welcome to USA. ल तपाईहरुलाई एउटा एकदमै नयाँ सूचना, यो प्रेम सिन्चुरी, यो प्रेम ज्वेलरी, प्रेम ज्वेलरीबाट चाहिँ हाम्रो युनाइटेड किराँत अर्गनाइजेसन अफ अमेरिकालाई उहाँले 2टा
यो सिल्भरको कोइन दिनुभएको छ, बिस्कुट दिनुभएको छ। यो आउने दिनहरूमा हामी युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका न्युयोर्कमा मात्रै भएकोबाट होइन, अमेरिकाभरि मात्रै बसेको होइन, हामी संसारभरिको किरात राईहरूको तर्फबाट र सिङ्गो संसारमा छरिएर बसेका हामी सबै नेपालीको तर्फबाट र सिल्भर गोल्ड मन पराउने यहाँहरू सबैको तर्फबाट चाहिँ उहाँलाई आशीर्वाद मिलोस्, उहाँलाई सधैँ यस्तै खालको सहयोग दिने वातावरण उहाँलाई भइरहोस् भन्ने मेरो संस्था र मेरो आफ्नो व्यक्तिगत तर्फबाट र हामी समुदायबाट समाजबाट हामी सबैको तर्फबाट तपाईलाई शुभकामना छ। यसरी नै सधैँ तपाईँ दिने चाहिने एक खालको वातावरण बनोस्, दिन सक्ने हैसियत बनोस् र हामीलाई मात्रै होइन सबैलाई दिएर चित्त बुझाएर खुसी बनाएर तपाईँको व्यवसाय फैलिएर फस्टिएर गएको हाम्रो इच्छा हो, यो हाम्रो चाहना हो। तपाईँलाई धेरै धेरै शुभकामना छ। एउटा इन्स्टाग्राममा चाहिँ यहाँ मिलियन भ्यू पनि उहाँको गोल्ड ह्यान्डमेड गोल्ड मेकरको भर्खरै गएको छ र यसरी नै यहाँबाट पनि उहाँलाई चाहिँ सबैले चाहिँ नि आशीर्वाद उहाँलाई मिलोस् भन्ने जानकारी गराउँदै जाँदा म अलिक धेरै बोल्छु, त्यो भएर म भाषण गर्दिनँ र बोल्दै जाँदा मेरो काहीँ कमी कमजोरी भयो भने पनि यहाँहरूसँग क्षमा चाहँदै प्रेम ज्योतिलाई फेरि पनि एकपटक धेरै धेरै धन्यवाद। थ्याङ्क यू। मलाई भनिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। हामी विदेशमा रहेर बसे तापनि हाम्रो आफ्नो संस्कृति, हाम्रो संस्कार, हाम्रो कल्चर हामीले यसरी मनाउनु पाइरहँदाखेरि चाहिँ अहिले हामी नेपालमै छौँ कि भन्ने कुरा कता कता मन लागिरहेको छ। र यो तिहार भन्ने पर्व यति रमाइलो हुन्छ, यति रौनक हुन्छ, फुल झिलिमिली, यसको रोटीको बास्ना, यो माहौल बेग्लै हुन्छ क्या। एकदमै कहाँ हटाउँदाखेरि पनि म नेपालमै छु भन्ने एउटा भान लाग्छ। यो अवसर दिनुभएकोमा पछाडि स्वागत थियो अरुण राई। धेरै धेरै धन्यवाद। मैले मात्र होइन सबैजनाले भट्टाउँ ताकि हामीले भट्टाउँदाखेरि हरेक साल भट्टाइदिनुहुन्छ। झस्किरहोस् अनि सगरमाथाले हामीलाई सधैँभरि शक्ति सहने शक्ति दियोस् भन्ने लेख्न चाहन्छु। मैले भट्टाउनु सुरु गरेँ है त। भन भन भाइ हो देउसिरे देउसिरे ये एकछिन खेलियो, ये एकछिन खेल्नु। देउसुर हो मादल मादल एक्सन होल है। Deusire
आउनु अब अगाडि बढ्नु आयो
दक्षिणा उठाऊ आहे दक्षिणा उठाऊ सोरे सक्यो देउसुरे भन देउसुरे टोली लक्ष्मी पूजा गरेको
Thank you.